ल नमस्ते एभ्रिवान जुन 6 2026 हाम्रो सिपिजी आयो न सिपी उत्तमजी हुनुहुन्छ अहिले चाहिँ अब हामी ब्रेकफास्ट गर्दैछौँ ग्रान्ड ऱ्यापिड्स मिसिगनमा हिजो राति आएर यहाँ बस्यो यहाँबाट 3 घण्टा बाटो छ अब यहाँबाट 3 घण्टामा हामी कहाँ पुग्छौँ आज स्लिपिङ बियर्ड 3.5 भन्नुभयो 3.5 हो क्या 3-3.5 यस्तै छ 3-3.5 यस्तैमा चाहिँ हामी स्लिपिङ बियर्ड डुन्स भन्नेमा पुग्छौँ त्यहाँदेखि ओह्रालो हिँड्ने हो ओह्रालो हिँडेर उकालो चढ्नु पनि पर्छ पर ओह्रालोमै बसेर त भएन सकिन्छ उकालो चढ्नुलाई के लाग्छ तिमीलाई स्लिपिङ बियर ड्युन्स जाने क्रममा हामी अहिले बाटोमा छौँ मौसम एकदम सुहाना छ मेरो छोरीको नाम ओहाना उत्तमजीको छोरीको नाम सुहाना सिपीको छोरीको नाम के होला त सोचा छैन रे हामी 3 भाइ म सुरज भैयाले उत्तमजी अनि सिपी हामी 3 जना चाहिँ यो यात्रा आज बिहान सुरु गरियो होटलबाट उठेर मिसिगनमै उठ्यो आज होइन हिजो चाहिँ एउटा टाइम सेभ गरियो 5 घन्टा जस्तो चाहिँ हिजो राति ड्राइभ गरेर चाहिँ सिन्सिनाटीबाट चाहिँ हामी ग्रान्ड ऱ्यापिड्स होइन बसेको हामी ग्रान्ड ऱ्यापिड्समा बसियो हायत होटलमा राम्रो होटल थियो ब्रेकफास्ट पनि राम्रो थियो र यो होटलको स्पोन्सर गर्नुभएको छ हाम्रो सिपिजीलाई धेरै धेरै धन्यवाद अहिलेसम्मलाई अब भिडियोमै आइसकेको स्पोन्सरै गरिदिनु भन्नु पऱ्यो यार तपाईँले होइन यो एकदम उदार दिल राख्नु भएकोमा एकदमै हामी चाहिँ कृतज्ञता व्यक्त गर्न चाहन्छौँ अब आजको ट्रिपको सम्पूर्ण प्लानिङ मैले गर्दैछु भने आजको लागि हाम्रो डेजिग्नेटेड ड्राइभर हुनुहुन्छ हाम्रो उत्तमजी अब हामीले चाहिँ अब लन्च चाहिँ कसले तिरेर खुवाउने भन्नेमा चाहिँ अलिकति एउटा क्वेन्टस गर्नुपर्ने देखिया छ त्यो बाहेक अरू सबै राम्रो छ एकदमै मिड वेस्टको आज चाहिँ टेम्परेचर 64 देखि 72 मा हुनेछ र तपाईँहरू दृश्यमा देख्न सक्नुहुन्छ यति मनोरम के त्यो आँखालाई चाहिँ आनन्द आउने किसिमको चाहिँ हरियाली है यो बाहिरभन्दा अझ मोबाइलमा कति राम्रो देखिँदो रहेछ कि यो दृश्यलाई हामी कैद गर्दैछौँ र यात्रामा अगाडि बढ्ने क्रममा अवश्य पनि अरू दृश्यहरू त आउँदै नै जानेछ फाइनली हामी हाम्रो डेस्टिनेसन आइपुग्यौँ ड्युन क्लाइम अगाडि बढ्दैछौँ यो होइन नि त उत्तम सर त्यो माथि चढ्ने अनि ऊ त्यो जुन टुप्पो देखिरहेको छ नि त्यो टुप्पोबाट अर्को साइडमा जाने हो त हामी त होइन ऊ माथि गइरहेछ नि त्यो उतापट्टि चाहिँ लेक मिसिगन छ नि त ल हामी अहिले यहाँ आइपुगेका छौँ यहाँबाट चढ्ने यहीँबाट हो नि त चढेर अनि तल ओर्लिनु नि पऱ्यो नि त ओर्लिएर फेरि चढ्ने यसैमा हो नि त कस्तो ल हामी चाहिँ अब यो ड्युनको क्लाइम्ब सुरु गरेका छौँ खाली खुट्टा बालुवामा यो हिँड्दै गइसकेपछि चाहिँ माथि टाकुराबाट चाहिँ लेक मिसिगन देखिन्छ त्यो हावाले नै एकदमै सिरिटोले हानेर नै एकदम चिसो आनन्दको महसुस गराइरहेको छ सिपी हुनुहुन्छ कस्तो लाग्दैछ बालुवा चढ्नलाई यत्रो कति 7-8 घन्टा ड्राइभ गरेर आइयो त होइन पानी बोक्न मैले ब्याग बोकिरहेको छु मलाई गाह्रो भइरहेको छ पुरै के त्यो क्लाइम्ब चाहिँ स्टिप नै रहेछ ओहो हामी लगभग आधी पनि आएको छैन होला कि होइन
त्यो चाहिँ एकदमै हार्ड क्लाइम्ब भनेर भन्छन् र यो हिँड्ने क्रममा चाहिँ मान्छे चाहिँ पेन्ट भएर क्रलै गर्नुपर्ने अवस्था नि हुन्छ अरे है। अब स्लिपिङ बियर ड्युन्स नै चाहिँ यसलाई किन भनेको भनेर चाहिँ म एकछिनमा बताउने छु। एकचोटि माथि टपमा पुगौँ, त्यहाँबाट चाहिँ लेक मिसिगनलाई चाहिँ निहालौँ अनि त्यसपछि फेरि बात मारौँला। अगाडि बढ्दैछौँ हामी। अब एकैछिनमा केही बेरमा त्यो दृश्य पनि हामी कैद गर्नेछौँ। क्लाइम्ब गर्दैछौँ हामी अहिले। यो ठाउँमा चाहिँ क्रन्स फिटनेस, प्लानेट फिटनेस केही पनि नचाहिने रहेछ कि। हरेक दिन चाहिँ एकचोटि यो क्लाइम्ब गर्ने हो भने चाहिँ भगा पोसो चाहिँ सबै पग्ला लानु जस्तो छ। अब हामी आधा उति आइपुगेका छौँ। त्यो ग्रिनरी देखेको ठाउँसम्म पुग्नुपर्ने हो। त्यहाँबाट चाहिँ उता साइडमा चाहिँ लेक देखिन्छ। अब 25% बाटो हिँड्यो होला। लेक मिसिगनको दृश्य पनि एकदमै मनोरम दृश्य पनि तपाईँहरू देख्न सक्नुहुन्छ। लामो खुट्टा भएको व्यक्तिहरूको लागि चाहिँ सजिलै हो। उत्तमजी चाहिँ लमक लमक हिँड्नुहुन्छ जिराफ जस्तो। सिपी ठिक छ नि? रेस्क्यु अपरेसन 911 केही? लमजुङको डाँडामा अब यस्तो यो ओहोरदोहोर गरेर मान्छेलाई यतिको त केही पनि होइन। एकदम फास्ट एथलेटिक हुनुहुन्छ यो हाम्रो उत्तमजी। सिपी त्यहाँ थाकेर बसिरहेछ। यो तातो घाम पनि चाहिँ त्यो लेकको त्यो चिसोले गर्दाखेरि चाहिँ यहाँ यत्रो चढे पनि त्यस्तो गर्मी चाहिँ महसुस नहुने रहेछ। म चाहिँ झोला पनि बोकिरहेको छु, त्यही भएर नि अलिकति स्लो डाउन भइरहेको छु है। साँच्चीकै प्रकृतिको अनुपम उपहार नमुना होइन। कस्तो राम्रो ठाउँ क्या त्यो। एउटा क्यानभासमा चाहिँ एउटा चित्रकारले कोरेको चित्र जस्तै ठ्याक्क त्यो टाकुरामा चाहिँ पछाडिबाट त्यो आकाशको निलो क्यानभास देखिन्छ। कस्तो त्यो ठाउँमा चाहिँ होइन आकाश र ल्यान्ड नै चाहिँ कस्तो के अरे जोइन भएको जस्तो देखिँदो रहेछ क्या यहाँबाट हेर्दाखेरि, आर्चिङ भएको जस्तो। उत्तमजी कस्तो हुँदैछ एक्सपिरियन्स? हामी 8 घन्टा ड्राइभ गरेर आयो होइन। यो सुरज भाइले चाहिँ 8 घन्टा ड्राइभ गरेर यस्तो यो बगर चढ्न लगायो भने जस्तो पो भएछ कि तपाईँलाई चाहिँ होइन। दिस इज वर्थ द 8 घन्टा। हाम्रो साथी कति सिपी पहिला हराउनु पनि दिनु भएन सिपीलाई। यस्तो आउँदैछ यो वर्थ इट हो कि होइन भन्ने त क्वेसनै होइन होइन। यो चाहिँ कस्तो भन्दाखेरि मान्छे जोसुकैले त्यसुकै भनोस् घुम्ने भनेको अल्टिमेटली नेचरमै मान्छे घुम्ने हो होइन। नेचरमै रिसाइड गर्ने हो। एकदमै मलाई त साह्रै आनन्द पो आइरहेछ। त्यो लेक भएर गर्दाखेरि यो चिसो हावा पनि आइरहेछ नि त। अब यही कुरा चाहिँ हामी चाहिँ यो तातो बगरमा भएको भए अहिले असिन र पसिन हुन्थ्यो नि त। त्यो अहिले घाम पनि लागेछ, तलबाट बालुवाले अलिअलि वार्म अलिकति तातोपन पनि दिइरहेछ भने सँगसँगै उताबाट चिसो हावा पनि आइरहेछ। त्यो शीतलता छ क्या। थकान भए पनि त्यो थकानलाई चाहिँ शीतलताले चाहिँ त्यो हावाको बेगले चाहिँ मेटाएको जस्तो फिल हुँदो रहेछ कि यहाँ चाहिँ। एकदमै नेचर इज गिभिङ द पेन विथ द इन्क्लिनेसन बट एट द सेम टाइम होइन गिभिङ द्याट के भन्छ त्यसलाई अब हिलिङ द्याट पेन विथ त्यो शीतलता। त्यो इङ्ग्लिस र नेपाली सबै मिलाएर जस हामी ओहायो केन्टकी बस्ने मान्छे चाहिँ एकचोटि चाहिँ मिसिगन चाहिँ अफकोर्स प्लिज यो ट्रिप चाहिँ डोन्ट मिस इट। वी डिड इट एकदम अनप्लान वेले। भेरी थ्याङ्कफुल वी डिड इट होइन। केटाकेटी ल्याएको भए पनि गाह्रै हुने रहेछ त्यतिसम्म आउनुलाई। ल माथि पुगेर अब अरू भिडियो खिचौँ ल। एउटा डाँडो माथि आइपुग्यो होइन। तर एउटा भनाइ छ नि, एउटा डाँडो चढिसकेपछि बल्ल अर्को डाँडो देखिन्छ भने जस्तै यो डाँडो चढेपछि बल्ल फेरि कि अझै चढ्न त थुप्रै डाँडो पो बाँकी रहेछ। अर्को डाँडो पनि बाँकी छ।
वाउ सक्छौँ त हामीले चढ्न हामी लेक मिसिगनमा छौँ र स्लिपिङ बियर डुन्स भन्ने यो ठाउँमा छ ठुलो स्यान्ड ड्युन है ठुलो भन्दा पनि विशाल होइन बालुवाको त्यसको स्यान्ड ड्युन्समा छौँ हामी ल लगभग अब पुनः लाग्यो जस्तो लाग्ने है तर कस्तो त्यो मिराज जस्तो कि माथिबाट हेर्दाखेरि चाहिँ त्यहीँ नजिकै नै छ लेक जस्तो लाग्ने तर पर धकेलिरहेको छ कि आज जुन 6 होइन त जुन 6 भनेपछि अब लगभग सायद जुन 17 11 दिनपछि त अब अमेरिका क्यानाडा र मेक्सिकोमा फिफा वर्ल्ड कप पनि सुरु हुँदैछ मैले चाहिँ अब फर्स्ट फेभरेट टिम चाहिँ अर्जेन्टिना हो तर अब आज चाहिँ मैले अब अर्जेन्टिनाले लास्ट इयर पनि जितिसकेको लास्ट इयर भन्नाले लास्ट वर्ल्ड कप पनि जितिसकेको हुनाले गर्दाखेरि अब अर्को सेकेन्ड टिम चुज गर्नुपर्दा चाहिँ मैले चाहिँ स्पेन लमिन यामाललाई चुज गरेको छु होइन त्यही भएर स्पेनको जर्सी लाएर म चाहिँ हिँडिरहेको छु टु सपोर्ट स्पेन होइन मैले अर्जेन्टिनाको जर्सी पनि छ उता माथि गएर चाहिँ अहिले लाउने भन्ने सोचिरहेको छु होइन फर्क ओर्लिँदाखेरि चाहिँ अर्जेन्टिना ताकि स्पेन र अर्जेन्टिना चाहिँ फाइनलमा पुगुन् भन्ने त्यो चाहिँ मनोकामना छ फेरि मैले ब्राकेट पनि हेरेको छुइनँ कि त्यो सम्भव छ कि छैन भनेर तपाईँको चाहिँ के छ उत्तम चाहिँ मेरो पनि त्यही नै थियो अब स्पेन र अर्जेन्टिना अर्जेन्टिना त अब फेभरेट अर्जेन्टिना त अब अल टाइम फेभरेटै भइहाल्यो र यसपालि मेरो पनि त्यही छ कि कस्तो छ यो भ्युहरू गरेर यसो भन्नु स्पेनलाई नै सपोर्ट छ मेरो अब यो क्लाइम गर्न यति गाह्रो रहेछ होइन वर्ल्ड कप जित्न कति गाह्रो होला होइन यो भ्यू चाहिँ फेरि बवालै भ्यू हो क्या यता पछाडि पनि यो छ नि पछाडिको त्यो बगर हेर्नु हामी फर्स्ट चढ्दाखेरि नै त्यही फर्स्ट तलबाट हेर्दाखेरि जुन देखिएको थियो त्यही फर्स्ट होला फर्स्ट एन्ड लास्ट होला भनेको सेकेन्ड आयो सेकेन्ड आएपछि त्यो लास्ट होला भनेको थर्ड पनि आइपुग्यो होइन तर अब हामी चाहिँ यात्रामा एकदम लिटल इन्सपिरेसनहरू पनि लिँदै अब जुन उतो देखिएको जुन डाँडो छ होपफुली त्यो चाहिँ लास्ट होला जस्तो लागिरहेको छ तर थाहा छैन त्यहाँ गएपछि मात्रै थाहा हुन्छ बाटोमा चाहिँ अब अहिले भर्खर एउटा 2 वर्षको बच्चा 2 वर्षको बच्चा हो आमा र छोराको काइजर भन्ने 2 वर्षको बच्चा अहिले आउँदैछ अलिक पछाडि छ तर उसले चाहिँ आफैले वक गरेर यहाँसम्म आइरहेछ Is that where you see the lake? Yeah, but it's another 25 minutes. 25 minutes Walk. from here? Yeah. From there. Yeah. Ups and downs and yeah. Yeah. Okay. It's worth it. It's pretty nice. So thank you guys. Yeah, you bet. ओके 25 मिनट अझै लाग्छ भन्ने कुरा है पुगेर आएको मान्छेहरूको जेनरली यो 2-3 घन्टाको हाइक रहेछ भने चाहिँ तर एकदमै शानदार भन्न चाहन्छु म चाहिँ यो है एकदमै साँच्चै कि अथेन्टिक नेचुरल फिल भाइब आइरहेको छ क्या त्यही त बालुवामा खाली खुट्टा होइन चिसो के फेरि आनन्दको How was the view, guys? How was the view? Beautiful. Go all the way. Go all the way. There, but now it's clear. Did you guys like climb down as well? Yeah, just it goes like You this. don't have to, but Try to keep going it's till about you can't 2 go any miles from the parking lot to Lake Michigan. Oh, okay. You don't have to go that far. थ्याङ्क यू गाइस 2 माइल भनेको त कति 4 किलोमिटर त हो नि 4 पनि अझ हुँदैन 3.5 किलोमिटर जस्तो छ कि 1 माइलमा 1.6 किलोमिटर हुन्छ तर यो उकालो र ओह्रालोले गर्दाखेरि है ल अब त्यही गरेर अरू भिडियो खिचौँला है अझ 25 मिनट 30 मिनट हिँड्नु पर्ला जस्तो छ हामी आफ्नो पेसमा हिँडिरहेको छौँ उत्तम चाहिँ अगाडि बढ्दै हुनुहुन्छ यिनीहरू गाइजहरू रिटर्न हुँदैछन् Woo! Lake Michigan! We are coming! अर्को ओह्रालो त्यसपछि उकालो त्यसपछि यो फग लागेको फगी पार्टमा चाहिँ अफकोर्स लेक हुनुपर्छ यो चाहिँ फेरि ठाडो यो पछि चढ्न त गाह्रै होला जस्तो है राम्रै खान्छ यसले इनर्जी होइन ठिकै छ We came for the adventure and we are getting one. We signed up for it. So, ल फाइनली हामी चाहिँ लेक मिशिगन
को तिरमा आइपुगेका छौँ यही हेर्न भनेर यस्तो डाँडा काँडा गरेर आयो होइन ल पानीलाई टेक्दैछौँ भेरी मेजेस्टिक फिलिङ यो बालुवाको ढिस्को बिच लुकेको चाहिँ लेक लगभग 2.5 माइल्स हिँडेर चाहिँ यहाँ आइयो म र उत्तमजी आउँदै हुनुहुन्छ ल उत्तमजी धेरै धेरै बधाई छ ल है त म्यारिड है मैले चाहिँ अझ कस्तो सोचिरहेको थिएँ भन्दाखेरि यस्तो ओह्रालै होला भन्ने सोचिरहेको थिएँ होइन त्यस्तो त होइन रहेछ है यहाँ त अब लगभग एउटा समुद्रकै बिचमा आएको जस्तो टाइपको भयो नि त तर यो चाहिँ राम्रै छिचोलेर आएको हामी भेरी ह्याप्पी द्याट वी डिड इट अब पानी चाहिँ एकदमै चिसो छ जस्तो छ है कहाँ हो कि अब समुद्र भन्नु कि अब यसलाई लेक भन्नु कि लेक रे छैन आज अलिकति फगी भएकोले गर्दाखेरि चाहिँ अब यस्तो देख्यो होइन यो चाहिँ अब हामी कतिवटा ढिस्को त भन्दाखेरि अब 10 देखि 12वटा ठुल्ठुलै ढिस्को बालुवामा आएर यो बालुवाको ढिस्कोलाई खिचोलेर हो कति सानो बेबी पनि लिएर आउनु भएको रहेछ उहाँले त है कस्तो पानी चिसो कति सानो बच्चाले राख्यो हेर्नु न कति सानो बच्चा बोकेर आएको यार ल लेक मिशिगन हेलो 25 दिनसम्म टेक्सस बसिएको थियो है अहिले लेक मिशिगनको पानीले मुख धोइएको छ अब अलिअलि भए पनि त्यो मेरो चाहिँ जोडेको छाला चाहिँ रिकभर होला कि भन्ने मलाई ठुलो आशा छ है एकदम मेजेस्टिक फिलिङ लगभग हामी 2 घन्टा जस्तो चाहिँ हिँड्यौँ होइन एकछिन बिचमा थकाइ मार्दै ओर्दै बट इट्स वर्थ इट अनि यहाँ आइपुग्दाखेरि चाहिँ कति सानो सानो बच्चाहरू पनि लिएर आउनु भएको बच्चाहरू त त्यहाँ दुध पाउँदै एकदम यार नेचरलाई इन्जोय गर्ने मान्छेलाई चाहिँ एकदम हाइली रिकमेन्डेड भन्न चाहन्छु अनि आई वुड लाइक टु थ्याङ्क हाम्रो उत्तमजी जसले चाहिँ यहाँ साकिनु भयो यहाँसम्म आएर अब हामी चाहिँ यो अन्तिम डेस्टिनेसनमा छौँ है आजको हाइको उत्तमजी नभएको भए यो सायद पोसिबल हुँदैन थियो कि त्यस्तो पनि होइन हो तर हामी एकअर्कालाई मोटिभेट गर्न सम्भव एकअर्कालाई हामीले मोटिभेट गऱ्यौँ अनि प्लस रमाइलो भयो त्यो साथ रमाइलो हो ल तपाईँलाई धेरै धेरै धन्यवाद छ है त हाम्रो साथी एकजना आउँदै हुनुहुन्छ एकजना चाहिँ अब आउँदै हुनुहुन्छ त्यसो उत्तमजी तपाईँलाई भन्नुपर्ने केही छ अब 2-4 शब्द यो तिरमा हिँड्दै मलाई पनि एकदम मेजेस्टिकै फिल भएको छ होइन अँ यो पानी त यस्तो क्लिन है तपाईँ पनि कालै हुनुहुन्छ यसो धोइदिनु मुख चाहिँ मुख धुनु पनि हो नि पानीहरू भन्दा नि पानी यस्तो कमाल चिसो छ नि अँ यो चाहिँ थेरापी होइन कि यो मेडिसिन एकदम पानी लिएर जाने हो अलिकति हो 1-2टा ढुङ्गा लिएर जानुपर्छ सर है कस्तो आनन्द के म त नुहाउन मन लाग्यो हो ल प्रकृतिको अनुपम सुन्दर उपहार लेक मिशिगनमा हामी आइपुगेको छौँ ल उत्तमजी अब यहाँ आएर पनि डुबुल्की मारिएन भने चाहिँ होइन मार्नुपर्छ जिन्दगी खेर जान्छ यो तीर्थयात्रा नै हाम्रो लागि हामीले एउटा गल्ती चाहिँ के गर्यौँ जुन तपाईँहरूले नगर्नु हामीले चाहिँ टावेल र फेर्ने कपडा चाहिँ लिएर आउन बिर्सेछौँ भको कपडा पनि मैले चाहिँ निकालेर गाडीको चाहिँ ट्रङ्कमा हालेर पानी मात्र लिएर आएँ तर हामीलाई बाल छैन हामी यो चिसै भए पनि कपडा लिएर जाने हो तर यहाँ चाहिँ डुबुल्की मार्ने हो होइन ल यति भन्दै अब हामी डुबुल्की मार्दैछौँ है त ल लेक मिशिगनमा आयो है अब मेरो फ्यामिली चाहिँ अहिले अस्ट्रीमा छन् सो आइ एम रियली मिसिङ माई वाइफ रश्मि बाग्ले छोरी ओहाना अनि आर्सुलाई सँगसँगै अब मम्मी ड्याडी पनि यहाँ हुनुभएको भए अब ड्याडीलाई आउन त गाह्रै थियो मम्मी चाहिँ आउन सक्नुहुन्थ्यो कि जस्तो लाग्छ किनभने उहाँ पनि लमजुङकै हो है लमजुङको झिउ खाएर हुर्केको मान्छे सो रोशन दाई आद्रिक निर्विक कृष्णहरू सबैलाई चाहिँ म यहाँबाट मिस गर्छु र के छ र फेरि जिन्दगीमा नेक्स्ट टाइम ट्रिप गर्नु देयर इज अलवेज नेक्स्ट टाइम होइन
देयर इज अलवेज नेक्स्ट टाइम पनि तर देयर इज नट अलवेज नेक्स्ट टाइम पनि त्यही भएर चाहिँ गरिहाल्नु पर्छ। डुबुल्की चाहिँ गरि नै हाल्छ नि त। ल अहिले चाहिँ अब हामी रिटर्न हुँदैछौँ है म त लगभग थाकिसकेँ त्यो परको त्यो डाँडाबाट आइयो अब यहाँ फर्किन म त्यो मान्छेहरू आएकोसम्म त ओह्रालै छ सजिलो हुन्छ त्यसपछि त हेर्नु स्टिप उकालो छ यार थुप्रो पाहाड चिचल्नु पो छ त सिपी यहाँसम्म आइपुग्यो हो र होइन नि त्यो टपमा पुगेपछि अनि अब अर्को ओह्रालो छ अनि सायद यही टप चाहिँ सबैभन्दा हार्डेस्ट क्लाइम्ब हो जस्तो लाग्यो मलाई यसपछि अझै अर्को छ झन्डै तर एउटा स्लोप गएर उक्लेर अनि फेरि अर्को एउटा तर यो चाहिँ सबैभन्दा हाइएस्ट नै हो हाइएस्ट नै यही नै होला ल दौडिनु न त तपाईँ ल म भिडियो बनाइदिन्छु तपाईँको ल जानु हाम्रो उत्तमजी म्याराथन धावक वैकुण्ठ मानन्दरलाई पछि पार्ने हिसाबले दौडिदिनुहुन्छ ल मैले भिडियो बनाएको छु है गुरु ल रेडी हो ल कहाँसम्म दौड्न सक्नुहुन्छ तपाईँको तर राम्रो रहेछ स्ट्यामिना अब यहाँ मान्छेलाई हिँड्न गाह्रो भइरहेको होला उत्तमजीको यो लामो लामो खुट्टा उहाँ चाहिँ दौडेरै त्यो माथि टपमा पुग्छु भन्नुभयो लौ गर्नुहोस् भनेर मैले पनि प्रोत्साहन दिएँ नन स्टप दौडी नै रहनु भएको छ उत्तमजी ओह्रालोमा दौडाउनु त खासै केही समस्या हुँदैन उकालोमा गएपछि चाहिँ फाक हुने भयो कहाँ पुग्नु हो तपाईँ त ए हो त्यो रुख रहेछ कि छैन ए हो स्यान्ड ड्युन्स बालुवाका ढिस्के ढिस्को चिचोल्दै मिसिगन लेक्सलाई डुबुल्की मारेर यो फर्कने यात्रा अहिले म क्यामेरामा कैद गर्दैछु लगभग 3 घन्टा 3.5 घन्टा चाहिँ मजाले लाग्ने रहेछ बच्चा लिएर आउँदैन हुन्छ भने अब एकदम च्यालेन्जिङ नै हुने होला छ त्यो हाइक नट रिकमेन्डेड बच्चा लिएर नै चाहिँ उकालो आएपछि अब मलाई ब्रेक लाग्यो काँडा बिजोस् खाली खुट्टा देख्न सक्नुहुन्छ Yes, I can do it. फर्किँदैछौँ फर्किँदै गर्दाखेरि अब देख्न सकिन्छ त्यहाँ जहाँ चाहिँ ती मान्छेहरू छन् उहाँको परको त्यो डाँडो चाहिँ फर्स्ट क्लाइम्ब थियो त्यो डाँडोको मुनि चाहिँ बल्ल पार्किङ लट छ तर दिस इज अल्सो भेरी वर्थ द भ्यू भनेर मैले यहाँबाट एउटा भिडियो लिएँ अचम्मकै चिज रहेछ यो स्लिपिङ बियर ड्युन्सको चाहिँ नेसनल पार्क भनेर जुन यिनीहरूले लिस्टिङ गरेको छ मलाई चाहिँ एकदमै नै अचम्म लाग्यो होइन यस्तो यो बालुवाको ढिस्को चढेर अन्तिममा एउटा लेक मिसिगन हेरियो अब अर्को आधा घन्टा 1 घन्टा चाहिँ अझै हिँडिन्छ जस्तो छ ल स्लिपिङ बियर ड्युन्सको हाइकिङ लगभग सकिसकेको छ अब त लगभग पार्किङ लट पनि आइसकेको छ हाम्रो सबैभन्दा फर्स्ट क्लाइम्ब चाहिँ यो थियो है यही चढ्न नै गाह्रो भइरहेको थियो बट वी डिड इट
हामी 3 जना आएको थियौँ 3 जना आएको मध्येमा मैले र उत्तमजीले चाहिँ तल लेक मिशिगनसम्म पुग्यो सिपी भाइले चाहिँ यो माइल मार्कर 10 सम्म गयो के अरे इरेस्पेक्टिभ अफ वाट प्रयास गयो होइन एकदमै म्याजेस्टिक भ्यू थियो आइ एम रियली ग्ल्याड एन्ड रिलिभ द्याट दिस हेज बिन चेक्ड अफ माई बकेट लिस्ट यो मैले धेरै अघिदेखि सुनिरहेको देखिरहेको सोसियल मिडियाहरूमा पोस्ट गरिरहेको र गर्न मन लागेको एउटा चाहिँ हाइकिङ ट्रेल थियो एन्ड भेरी थ्याङ्कफुल टु माई फ्रेन्ड्स family and God for blessing me with this day to witness this in person. अब यो पछि अब यहीँको वरिपरि अरू सिनिक ब्युटीहरू हामी हेर्नेछौँ अनि भोक पनि लागेको छ केही खानेछौँ अनि आज चाहिँ यही एरियामा बस्ने भन्ने प्लान छ ल यहाँ त अब बोटिङहरू गर्न पनि रमाइलै होला जस्तो छ बोटिङ कायाकिङ कस्तो राम्रो भ्यू देखिरहेको छ अहिले पनि लेक मिशिगनको अलराइट I'll show you where we will head next right in a little bit bye bye goodbye Sleeping Bear Dunes keep attracting more and more tourists and who knows maybe in next couple of years we'll be back here again केटाकेटी लिएर चाहिँ गाह्रै छ गर्नलाई त्यहाँ छ हाम्रो गाडीहरू त्यहाँ पुगेर अब केही खानु पर्ला कतै खान जानु पर्ला भोक लाग्यो त 4 घन्टा हिँडियो त यस्तो उकालो ओह्रालो